मित्रहरू सबैलाई नमस्ते। लु मेरो खेत भाँडेको चाहिँ यस्तो भयो। हिजोदेखि एकछिन काम गर्न थालेको। धान पनि यस्तो आएको छ। हाम्रो काम चाहिँ यस्तै छ है। यसरी नै काम चलाउँदैछु। खेताला लाउँ भने खेताला पाउँदैन हो। कि आफू जानु पर्यो काम गर्नु उनीहरूसँग। परमा हो भने चाहिँ पाउँछ, खेताला हाजिरामा भने चाहिँ पाउँदैन खेतालाहरू र। अन्त एकछिन आफै नै गर्नु थालेको छु काम त आफूले आफै गर्छु कामहरू। एकछिन भ्याउँदा काम गर्यो। त्यसरी नै काम चलाउँछौँ हामी त। प्रायः जस्तो काम चाहिँ खेताला नलागी गर्छौँ। एकछिन गऱ्यो काम, यसरी नै गर्दैछौँ काम। हेर्नुहोस् है, यसपालिको धान चाहिँ यस्तो छ। अहिलेसम्म त ठिकै आउँदैछ धान। अब कस्तो हुने हो, पानीको चाहिँ अलिक दुःख भएको छ पानीहरू चाहिँ।